पोखरेल नेपालकी चेली हाल अहिले अमेरिकामा अध्ययनरत विद्यार्थी। वास्तवमा आज म हजुरहरूलाई के भन्न आएको भने म चाहिँ मेरो युएसको भिसा जर्नीको बारेमा भन्न आएको। एक्चुअली म नेपालमा हुने बेलाबाट नै मलाई भ्लग बनाउनु चाहिँ एकदमै धेरै मन थियो। म सोचिरहेको थिएँ कि यदि म अब्रोड स्टडीको लागि गएँ भने चाहिँ मेरो भिसा लाग्यो भने चाहिँ म मेरो फर्स्ट भ्लग नै म मेरो भिसा इन्टरभ्यूको बारेमा राख्छु। जोन कन्ट्रीको भिसा लागे पनि हुन्छ भन्ने चाहिँ मलाई थियो है। अनि त्यसपछि बनाउँछु भनिरहेको थिएँ। के भयो आई डोन्ट नो है, बनाउन पाएको थिएन। तर आज मलाई एकदमै धेरै टिकटक स्क्रोल गरिरहेको थिएँ, मैले एकदम धेरै मान्छेहरूको टिकटकमा देखिरहेको थिएँ कि भिजा इन्टरभ्यूको बारेमा, र मलाई अनि बनाउन मन लाग्यो। अनि मैले एक्कासी अहिले त्यो सडनली बनाएको हो कि यो चाहिँ होइन। ओके, लेट्स स्टार्ट फ्रम द बिगिनिङ। एक्चुअलीमा म चाहिँ 2022 पास आउट हो र मैले हाई स्कुल चाहिँ इलेक्ट्रिकल इन्जिनियरिङबाट पास गरेको हो। हाम्रो चाहिँ इक्जाम पछि चाहिँ 6 मन्थ ओजेटी भयो। अनि त्यसपछि हाम्रो फाइनल रिजल्ट आयो र रिजल्ट आउन साथसाथै म ग्रेडसिट पनि नलिकन डाइरेक्ट काठमाडौँ गएको है। हाम्रो नेपाल पुस 7 गते हाम्रो रिजल्ट आयो र म चाहिँ पुस 14 गते चाहिँ म काठमाडौँ आइसकेको मान्छे हो कि होइन। मलाई खै आई डोन्ट नो के भएको थियो, तर मलाई एब्रोड जसरी भए पनि जानु थियो है। अनि त्यसपछि म चाहिँ डाइरेक्ट आएँ 14मा पुस 14 गते। अनि त्यसपछि चाहिँ म अर्को दिनबाट माइलस्टोनमा पढेको हो, जुन चाहिँ काठमाडौँको पुतली सडकमा लोकेटेड छ। अनि त्यसपछि त्यहाँ चाहिँ मैले पिटी क्लास जोइन गरेँ। 20 to 25 डेज क्लास लिएँ होला, मेबी, बट नट स्योर। एन्ड त्यसपछि मैले 1.5 महिनापछि मैले इक्जाम दिएँ, पिटीको इक्जाम दिएँ र मेरो रिजल्ट पनि आयो। अनि त्यसपछि मैले सोचेँ कि अब रिजल्ट आयो, अब फर्दर प्रोसेस नै गर्छु भनेर। अनि घरमा सबैले अब यसरी गर्ने भन्दै हुनुहुन्थ्यो। अनि मेरो दादा चाहिँ अस्ट्रेलिया हुनुहुन्छ फर्स्टमा। अनि अब कतातिर गर्ने, कुन देश गर्ने भन्ने भइरहेको थियो कि। अनि अब दादा उतैतिर भएको भएर सबैको फोर्स नै अब घर फ्यामिली सबै एउटै ठाउँ गर्ने भएपछि भनेर उता अस्ट्रेलियाको सबैले त्यही भन्नुभएको थियो। अनि खै के भयो त्यो टाइममा। अनि त्यसपछि मैले अप्लाई सक्छु मैले गरेन र मैले त्रिचन्द्र कलेजमा पढेँ, बिएससी जोइन गरेको थिएँ। अनि त्यसपछि त्यो साथसाथै मैले उता फुलचोकमा इन्जिनियरिङको लागि चाहिँ ब्याचलर अफ इन्जिनियरिङको लागि चाहिँ मैले प्रिपेयर गर्नुपर्ने थियो इन्ट्रान्सको लागि। अनि म त्रिचन्द्रमा बिएससी पढ्दा मैले इन्ट्रान्सको पनि प्रिपेरेसन गरेको थिएँ। र मलाई यो पनि याद छ कि वैशाखको 29 गते म चाहिँ खै के भयो, एक्कासी के भयो थाहा भएन। म प्रिपेयर गरिरहेको थिएँ, मेरो हातमा पेन थियो र बुक पनि साइडमा थियो। तर मलाई के भयो कि एक्कासी म युएस अप्लाई गर्छु भन्ने मेरो माइन्डमा आयो कि मलाई थाहा छैन त्यो कसरी आयो है, मलाई केही पनि थाहा छैन। अनि त्यसपछि मैले घरमा पनि केही कुरा गर्दै गरेन, युएस अप्लाई गर्छु भने कि आफ्नो मनदेखि मात्रै सोचेको है। त्यो कुरा मेरो घर फ्यामिली, मेरो साथीभाइ इष्टमित्र कसैलाई पनि थाहा थिएन। र मैले एक्कासी सोचेँ। त्यो चाहिँ 2024 मे 14 मे 14मा मैले ट्रिनिटी धाएको हो कि आफै एक्लै गएँ होइन। अनि मलाई केही पनि थाहा थिएन, मलाई प्रोसेसै थाहा थियो किनभने मैले अगाडि प्रोसेस सबै गरिदिइसकेको थिएँ। अनि त्यही भएर मलाई थाहा थियो, मैले आफ्नो चाहिँ गरेको थिएन। अनि मैले भनेँ कि यस्तो गर्न आँटेको, अब मेरो ग्याप चाहिँ एकदम धेरै भइसक्यो, केही हुने हो कि नै भनेर यति काउन्सिलिङको लागि गएको थिएँ। अनि मेरो फर्स्टमै सबै माग्नुभयो डकुमेन्ट्सहरू, अनि मसँग सबै फोनमा थियो। अनि मैले देखाएँ, मार्क्सहरू भन्नुभयो, यताउता सबै भनेँ। अनि त्यसपछि मलाई चाहिँ लेटर अफ रिकमेन्डेसन माग्न पठाउनु भयो कि। अनि त्यसपछि मैले अतिश सर, अब हाम्रो मामाले पनि पढाउनुहुन्थ्यो पहिला चाहिँ, अनि आजकल चाहिँ जब भएर छोडिदिनु भयो। अनि अतिश सरलाई डाइरेक्ट कन्ट्याक्ट गरेर मैले पठाएँ कलेजदेखि, र त्यो पनि आइहाल्यो, त्यतिखेर आइहाल्यो। अनि त्यो दिएँ होइन। अनि त्यसपछि के मेरो वास्तवमा भन्ने भयो भने मेरो केही जर्नीको लागि टाइमै लागेन कि। म जेठको 2 गते गएको हो कन्सल्टेन्सी। अनि त्यसपछि मेरो चाहिँ असोजको 23 गते चाहिँ मेरो भिसा लागेको हो कि। अनि गइसकेपछि कति लगभग 20 डेजमा मेरो I-20 आयो होला। मैले चाहिँ 3वटा कलेजमा अप्लाई गरेको हो, पोस्ट युनिभर्सिटी, फ्रेङ्कलिन कलेज र अनि अर्को चाहिँ को थियो, वेबस्टर हो मेबी। र मेरो फर्स्ट प्रायोरिटी चाहिँ फ्रेङ्कलिन कलेज नै थियो। अनि र मेरो एक्सेप्टेन्स पनि मलाई फर्स्टमा फ्रेङ्कलिनबाटै आयो। त्यसपछि अब जर्नी मैले के गरेँ भन्दा मैले डकुमेन्ट्सहरू सब्मिट गरेँ, यताउता भयो कि। त्यो टाइममा मैले अगस्तको लागि अप्लाई गरेको थिएँ, अगस्त इन्टेकको लागि। बट अनफर्चुनेटली मैले डेट पाएन र मेरो डेट बुक चाहिँ
2025 अप्रिल 7 को थियो। अनि त्यसपछि मलाई म्यामले भन्नुभएको थियो कि मैले एकजना यस्तोलाई चिनेको छु, तिमी यहाँ जाऊ, डेट किन्न मिल्यो भने चाहिँ सजिलो हुन्छ, अगाडिको पाउँछौ कि अगस्तको लागि भन्नुभयो कि मलाई ट्रेनिटको डालामा म्यामले। अनि त्यसपछि म चाहिँ कन्ट्याक्ट दिनु न त, कसरी कन्ट्याक्ट गर्ने भन्नु, कन्ट्याक्ट नम्बरहरू यस्तो यस्तो एड्रेस दिनु भनेर भने। अनि त्यसपछि म गएँ पनि। अनि अहिलेलाई चाहिँ छैन, अब कुनै टाइमपछि भयो भने चाहिँ म तिमीलाई मेल गर्छु भनेर भन्नुभयो त्यो म्यामले चाहिँ। अनि हुन्छ भनेर मैले आफ्नो सबै डिटेल्सहरू छोडिदिएर आएँ र मलाई एक्कासी कल गर्नुभयो कि कल होइन म्यासेज गर्नुभयो वाट्सएपमा। अनि डेट के गर्ने हो बहिनी भन्नुभयो। अनि त्यसपछि मैले लिने हो म्याम, आउँछ भने अगाडि अगस्तको लागि भने। अनि अगस्तको लागि त सबै प्याक भइसकेको छ, अब जनवरी इन्टेकका लागि हुन्छ भन्नुभएको थियो। अनि होस् त्यो अप्रिलमा आउनुभन्दा जनवरी इन्टेक पनि ठिक छ भनेर मैले हुन्छ भने होइन। अनि ठ्याक्क त्यो भनेको मलाई दिउँसो कल गर्नुभएको थियो। अनि बेलुका चाहिँ आफूले डेट बुक गरिदिनु भएछ कि त्यो दिदीले, एकदम ट्रस्ट गर्नुभएको थियो। आई डोन्ट नो किन त्यति धेरै ट्रस्ट गर्नुभयो है। मैले उहाँलाई मेरो सबै भनेको थिएँ कि यतिखेरसम्म मेरो फ्यामिलीलाई थाहा थिएन कि मैले अप्लाई गरेको छु भनेर। अनि त्यो लिएँ अनि डेट पायो। मैले चाहिँ डेट पनि किनेँ, 17,000मा मैले डेट किनेको हो। अनि उहाँले डेट ल्याइदिनु भयो। अनि मैले उहाँले चाहिँ पे गरेँ। अनि त्यसपछि मेरो डेट मैले पाएँ कि अक्टोबर 9, 2024 को। मलाई त्यो अझै पनि याद छ कि सप्तमीको अगाडिको दिन हो मेरो इन्टरभ्यू भएको है। अर्को दिनबाट सप्तमी थियो, दसैँ सुरु हुन लागेको थियो। अनि यसो मैले सोचेँ यो दिन किन ल्याइदिनु भएको होला मेरो, कहिले भन्दा बिसा लागेन भने त म कसरी जानु घर रुँदै दसैँमा भन्ने लाग्थ्यो कि तिहार पछिको त ल्याइदिनुपर्छ जस्तो सोचिरहेको थिएँ कि म। र मेरो अक्टोबर 9मा मेरो भाइको पनि बर्थडे हो कि। अनि त्यसपछि यस्तै के भइरहेको थियो। अनि मैले बिचमा प्रोसेसहरू त मैले त्यति धेरै केही नै गरेन। त्यो DS 160हरू फिलअप गर्न चाहिँ गएको हो म कन्सल्टेन्सी, र म इन्टरभ्यू क्लास लिन्छु भनेर गएको। र बिचमा म एकदमै धेरै बिरामी भएँ। म त्यो टाइममा सफोकेसन भएर मलाई क्लासबाट म्यामले नै मलाई पठाइदिनु भएको कि तिमी सक्दैनौ जाऊ, अब केही भयो भने चाहिँ तिमी सोसियल मिडियामा एक्टिभ हुनु, हामी तिमीलाई भिडियो कल थ्रु गराउँछौँ भन्नुभएको थियो। म एकदमै धेरै बिरामी थिएँ। अनि त्यो बेला चाहिँ बर्खाको टाइममा न घर जाने, त्यो पहिरो गएको थियो कि, पहिरो गएको थियो न गाडीहरू जाने। अनि पानी त्यो के भएको थियो त्यो टाइममा। अनि प्लेन पनि पुरै बन्द थियो। अनि घरमा बिरामी भएको चाहिँ अब सबैलाई थाहा हुने भयो। अनि न घरबाट आउँछु भन्नु आउने जस्तो पनि छैन, म यतापट्टि जाने जस्तो पनि छैन कि। अनि के गर्ने एक्लै थिएँ रुममा। अनि त्यसपछि चाहिँ त्यतिखेर मसँग टिका थिएँ। अनि त्यो चाहिँ जब भएर पोखरा नै गइहालेँ कि। अनि त्यो बेला म एक्लै भएँ, के गरौँ यस्तो धेरै गाह्रो भएको थियो कि इन्टरभ्यू आउन लागिसक्यो। अब 2025 अप्रिलमा छ भनेर मैले केही प्रिपेयर नै गरेको थिएन। अनि एक्कासी डेट बुक हुनुभन्दा अक्टोबर 9मा मेरो डेट थियो भने मैले फर्स्ट कति 15-20 दिन अगाडि थाहा पाएको होला मैले। अनि त्यतिखेर चाहिँ अब के गर्ने भन्ने भयो। 2 दिन मैले इन्टरभ्यू क्लास लिएको, 2 हो कि 3 दिन। अनि त्यसपछि केही नै भएन कि, बिरामी भयो। म्यामले नआऊ यताउता भन्नुभयो। र म इन्टरभ्यू क्लास त केही पनि नल्याइकन मेरो इन्टरभ्यूको अगाडिको दिन म कन्सल्टेन्सी गएँ, नसकी गएँ। अनि त्यो बिचको एकदम बिरामी भएको टाइममा चाहिँ मैले घरमा भनेँ कि मेरो इक्जाम छ, त्यही भएर म आउँदैन भने कि। म त्यति धेरै बिरामी भयो नि, मलाई जसरी भयो नि मलाई विदेश जान्ने छ भन्ने थियो कि मेरो चाहिँ दिमागमा, खै के भयो थाहा भएन, तर त्यही नै थियो। अनि घरमा मैले भनेको थिएँ कि मेरो इक्जाम आएको छ भनेर भनेको थिएँ। फर्स्ट टर्म इक्जाम चाहिँ 30 पछाडि थियो कि, त्यतिखेर सबैलाई थाहा थियो। अनि अहिले त होइन त पछाडि हो नि त इक्जाम त भन्नुभएको थियो कि। अनि त्यसपछि मैले भनेको थिएँ कि इक्जामको लागि प्रिपेयर गराइरहेको छ, म चाहिँ आउँदैन भनेको थिएँ कि। अनि त्यसपछि एकदमै धेरै गाह्रो भयो। अनि त्यसपछि अब केही उपाय नै लागेन। अनि मैले एकचोटि कल गरेँ घरमा, कसैलाई भनेन, दादालाई कल गरेँ डाइरेक्ट। अनि भने कि यस्तो भएको छ, मैले यस्तो गरेको हो भन्नुभयो कि। अनि ला अब सबैजना त छक्क परेको। अनि अब सबैलाई भन्नुभयो नि त घरमा दादाले। अनि पछि मैले मम्मीलाई, बाबाले सबैलाई भनेँ मामा घरतिर। अनि यस्तो गरेको छु, त्यही भएर म चाहिँ आउँदिनँ अहिले भनेर भने। बिरामी भएको थिएँ होइन। अनि त्यसपछि होस् इन्टरभ्यू नदिए नै हुन्छ, सन्चो भइस भने आउलेस् फर इन्टरभ्यूको अगाडिको दिन, अब सन्चो भएन भने नदिए नै हुन्छ, ज्यानभन्दा ठुलो केही पनि होइन भनेर भन्नुभएको थियो। र म घर जाने निर्णय पनि मैले लिएँ।
किनभने त्यो टाइममा म राति 2 बजेसम्म मलाई घरकोले फोन गर्नुहुन्थ्यो कि म सुत्नै सक्थेन कि यति गाह्रो हुने, सास फेर्न नसकेर यति धेरै गाह्रो हुने। अनि हस्पिटल गएको पनि न त्यो औषधिले काम गर्यो, केही पनि भएन। अनि त्यसपछि ल घर जाने त भन्ने भयो फेरि। अनि कति दिनपछि गाडी खुल्यो कि, अनि चिनेको एकजना दाइ हुनुहुन्थ्यो, उहाँसँग जाने भन्ने कुरा भयो। अनि जाने भनेर मैले ब्याग प्याक गरेर बाहिर चाबी लाउँदै थिएँ, ठ्याक्क फोन आएको दादाको। भन्नुभयो कि नानी गाडी नचल्ने भयो है, बाटोमा फेरि पहिरो गयो अरे भन्नुभयो। ला अब के गर्ने, नेक्स्ट स्टेप घर छोडी हिँडी भन्ने बेला छ। उताबाट त्यो ड्राइभर दाइको त्यस्तो कल आउँछ, न प्लेन चलेको छ, आफूले सकेको केही पनि छैन। खाना बनाउने पनि स्थिति थिएन, के गर्ने कसो गर्ने भन्ने भएको थियो। भर्खर अपरेसन भएको भए जे मन लाग्यो त्यही पनि बाहिरको खाइन्थेन त्यो टाइममा। के गर्ने भन्ने भयो। सिधै घरमा कल गरेँ, यस्तो भयो अरे भनेर भने। अनि अब के गर्ने, न घरबाट आउने छ, त्यही माथि झन् मम्मीको रुवाज। अनि के गर्ने होस् अब म आउँदैन, मलाई इन्टरभ्यू दिएरै आउन लेखेको छ होला अरे त, यस्तो भयो भने क्या मैले घरमा। लागे पनि ठिक छ, नलागे पनि ठिक छ, हल्ला चाहिँ कतै नगरौँ भन्ने भयो। कसैलाई थाहा थिएन कि घरमा थाहा पाउनु भयो। त्यसपछि मामा घर थाहा पाउनु भयो, अनि आन्टी ठुलो मम्मी थाहा पाउनु भयो। यति अरू कसैलाई थाहा थिएन। अनि दिएँ, ल ठिक छ भन्ने भयो। ल इन्टरभ्यू डेट आयो अक्टोबर 9। ओ माई गड, अक्टोबर 8 को रातिबाट त यस्तो छटपट्टि हुन लाग्यो कि भरे त्यो दिन कस्तो होला मेरो दिन भन्ने थियो। अगाडिको दिनसम्म घर फोन गर्दै रोको कि म सक्दैन, म जाँदिनँ भनेर। अनि मलाई एकदम धेरै जाऊ जे भए पनि हुन्छ, जाऊ भन्ने मैले एकदम धेरै सबैले भन्नुभएको थियो कि। अनि त्यसपछि जे हुन्छ एकचोटि चाहिँ दिएर आइज, नभए के हुन्छ त, ब्याकअप छ त, पढिरहेको छस् त भन्नुभएको थियो घरबाट पनि। अनि हुन्छ भने दिएँ। अनि दिएँ होइन। सबैको कल यताउता आइरहेको थियो। थाहा थियो कि मेरो 1:30 बजीको अपोइन्टमेन्ट थियो त्यस दिन। अनि म फर्स्टमा 11:45 चाहिँ घरबाट निस्किएँ। अनि त्यसपछि इन्टरभ्यूको ठ्याक्क त्यो बेला चाहिँ लन्च टाइम रहेछ कि। अनि त्यसपछि उहाँहरू अब खाना खाँदै हुनुभयो। अनि त्यो ब्रेक थियो। अनि ठ्याक्क त्यो फर्स्टको पालोमा नै म झ्याप्प अगाडि गइदिएँ कि, ब्रेक सकेपछि बोलाउनु भयो कि गार्ड दाइले। अनि सिधै अगाडि फर्स्टमा गएँ। अनि म चाहिँ 23मा थिएँ, लाइन 23 नम्बरमा थिएँ। अनि अब सबै डकुमेन्ट्स त त्यही थियो नि त। अनि फटाफट दिएँ। अनि बोलाउनु भएको थियो कि अगाडि कोही बिरामी यताउता केही छ, कसैलाई गाह्रो भएको छ भने चाहिँ अगाडि आउनु मिल्छ है, त्यस्तो स्टुडेन्ट चाहिँ भन्नुभएको थियो। अनि मैले सोचेँ कि ला यस्तो बिरामी भएको छु भन्यो भने त झन् त्यो इन्टरभ्यू लिने मान्छेले त ल मलाई के पो भन्ने हो भन्ने भयो कि। के सोध्यो भने त ल यस्तो बिरामी हुन्छ चाहिँ अब उता गएर कसरी एडजस्ट गर्छस्, होम सिकनेस भयो भने त के गर्छस् भनेर झन् धेरै क्रस क्वेसन आउँछ कि भनेर म केही नभनेर जे हुन्छ भनेर म आफ्नै लाइनमा बसेँ होइन। अनि त्यसपछि सबै चेकिङहरू भयो। अनि यस्तो गर सबै भन्नुहुन्छ त्यहाँ, सबै भन्नुभयो। अनि त्यसपछि म भित्र गइसकेपछि अगाडि 22जनाको पालामा फर्स्ट नम्बर 1मा भएको मात्रै भिसा लागेको थियो। त्यहाँ हुनुहुन्छ कि मास्टर्सको दिदी है। अनि त्यसपछि मलाई त्यो पनि थाहा थियो, त्यो मास्टर्सको दिदीको मात्रै भिसा लाग्यो। अनि त्यसपछि 21जनाको भिसा लागेन है, 21जनाको भिसा लागेन। त्यसपछि ठ्याक्क म 23मा थिएँ कि, 1को भिसा लाग्यो फर्स्टको, त्यसपछि 21जनाको लागेन भने चाहिँ 22को सबैको गयो। 23मा म थिएँ। म काउन्टर नम्बर 7मा पढेको थिएँ, हाफ बाल्ट अमेरिकनमा पढेको थिएँ। र मेरो फर्स्ट इम्प्रेसन नै भिउसँग मेरो एकदम नेगेटिभ भयो कि। के भयो भने म बोल्न सकिरहेको थिएन, पहिलो कुरा। अनि उहाँले भन्नुभएको रहेछ कि मेरो यो ह्यान्ड स्क्यान गर्दा चाहिँ राइट ह्यान्ड 4 फिङ्गर्स भन्नुभएको रहेछ। म कन्फ्युज भएँ, लेफ्ट भन्नुभयो कि राइट भन्नुभयो भनेर सोधेँ है। यस्तो कि घुरेर हेर्नुभयो कि मेरो फर्स्ट इम्प्रेसन नै भ्यूमा एकदमै धेरै नेगेटिभ परेको थियो। अब यसरी पनि भिसा लाग्ने होइन, किनभने फर्स्ट इम्प्रेसन इज द लास्ट इम्प्रेसन भन्ने भयो क्या मलाई। जे सोध्नुहुन्छ यति मेन चटपट मात्रै भन्छु, केही पनि भन्दिनँ अरू भन्ने भयो मलाई दिमागमा। त्यो टाइममा मैले मेरो हेभेनली ग्रेन्ड प्यारेन्ट्सलाई यति धेरै सम्झेको थिएँ कि आई डोन्ट नो है, मलाई धर्दै त्यहाँहरूको सम्झेर आँसु चाहिँ आइरहेको थियो। के भयो होइन। अनि मलाई टोटल 14वटा क्वेसन सोध्नु भएको थियो, क्रस क्वेसनहरू सबै गरेर। फर्स्टमा किन जान्ला, कहाँ जान्लाको भन्नुभयो फर्स्टमा। अनि यो कलेज किन चुज गर्यो भन्नुभयो। अनि कतिवटा कलेजमा अप्लाई गरेको। अनि त्यसपछि
3वटा मध्ये यो चाहिँ किन प्रायोरिटी दियो, फर्स्ट प्रायोरिटी भन्नुभयो। अनि सेकेन्ड प्रायोरिटी कुनै राखेको थियो कि नै भन्नुभयो। मैले चाहिँ राखेको थिएँ कि पोस्ट युनिभर्सिटी। अनि त्यसपछि किन राख्यो त अनि भन्नुभयो। अनि सबै भनिदिए किन राख्यो भने अब सबै एउटै छ, कोर्स करिकुलमदेखि लिएर सबै एउटै छ, तर म उहाँको प्रोफेसरसँग चाहिँ कनेक्टमा छैन पोस्ट युनिभर्सिटीको, त्यही भएर मैले फर्स्ट प्रायोरिटी दिएको भनेको त्यसमा चाहिँ। अनि अरू के पो भन्नुभयो। मेरो एकदम धेरै ग्याप भयो नि त, 22 देखि 24 2 इयर्स ग्याप भयो। अनि के गरेँ त्यो टाइममा भन्नुभयो। म चाहिँ ग्यापको बेलाको मसँग सबै थियो कि मैले कम्प्युटर साइन्स मेजर लिएर आएको मैले त आउँदा चाहिँ। अनि मैले 1 इयर चाहिँ कम्प्युटर साइन्सको मैले त्यो गरेको थिएँ, सिकेको थिएँ। अनि इन्टर्नसिप गरेको त्यो चाहिँ मैले देखाएको थिएँ। अनि त्यसपछि 6 मन्थ चाहिँ मेरो ओजेटीको थियो कि। अनि त्यसपछि माग्नुभयो। अनि मैले भने कि यस्तो गरेको छ भने। अनि यसरी घुरेर हेरेको जस्तो लाग्यो कि उहाँले डाउट मान्नुभयो जस्तो लाग्यो। अनि मलाई मैले ठ्याक्क भने कि अनि हजुरलाई डकुमेन्ट देखाउनुपर्छ भनेर भने यसरी। अनि त्यसपछि अफकोर्स देखा भन्यो कि। अनि दिएँ। अनि यस्तो घुरेर हेरिराख्नु भएको एकछिनसम्म। अनि त्यसपछि मेरो ट्रान्सक्रिप्ट यति धेरै निहाल्नु भएको थियो कि ननिहाल्नु पनि कसरी कि मेरो डाइरेक्ट मेजर टोटल्ली चेन्ज थियो कि इलेक्ट्रिकल इन्जिनियरिङबाट कम्प्युटर साइन्स कम्पेयर गर्नै मिल्दैन कि केही पनि नै। अनि यसरी हेरिराख्नु भएको थियो। आई डोन्ट नो ट्रान्सक्रिप्टको ब्याक साइड के हुन्छ त्यस्तो धेरै है, 7 या 8चोटि त्यहाँ यसरी फोल्ड गर्दा हेर्दै गर्नुभयो होला। मलाई थाहा थिएन के थियो भनेर। फर्स्टमा त अब फर्स्ट पेजमा त हाम्रो मार्क्सहरू हुन्छ, त्यही भएर हेर्नुभयो होला भन्ने थियो। फ्रेन्डमेन कलेजको सिओ यसरी हेर्दै यसरी अन्डरलाइन गर्दै भन्नुभएको थियो कि। अनि म त एकछिन के पो हुने हो, मेजर चेन्ज छ ल, अब के हुने हो भन्ने भयो। फेरि फर्स्टमै इम्प्रेसन नेगेटिभ पनि थियो। अनि लाग्दैन भन्ने भयो। अनि त्यसपछि मलाई सोध्नुभयो के गर्छेस्, कसरी गर्छेस् भन्नुभयो। अनि तर मलाई स्पोन्सरको बारेमा एउटा पनि सोध्नु भएन। अनि मलाई एउटा के क्वेसन सोध्नु भएको थियो कि 5 वर्षपछि चाहिँ नेपाल आउँछेस् कि उतै बस्छेस् भन्नुभएको थियो। अनि मैले भने कि म मेरो ग्रेजुएसन हुने बित्तिकै म नेपाल आउँछु भनेर भने। यति भन्दै थिएँ। अनि नेपाल आएर के गर्छेस् भन्नुभयो। अनि त्यसपछि मेरो क्रस क्वेसन धेरै लम्बियो कि। अनि मैले भने कि यहाँ आएर यस्तो गर्छु, यसरी गर्न चाहन्छु भने। अनि ठ्याक्क मैले त्यो बेला खै के भयो, मैले त त्यो सोचेको पनि थिएन, तर मेरो मुखमा झ्याप्प लाएर त्यो दादाको कुरा आइदियो कि। अनि मैले झ्याप्प भने कि मेरो दादा पनि आइटी नै मेजर हो, मेरो दादाको पनि यस्तो गर्नुभयो, अहिले चाहिँ ग्रेजुएसन हुनुभयो र दादा पनि आउँदै हुनुहुन्छ, अब म चाहिँ यसरी दादासँग यसरी काम गर्छु भन्दै थिएँ कि। अनि त्यसपछि ला कुन ठाउँ छ तेरो दाइ भनेर यसरी झ्याप्प लाएर। अनि मैले अस्ट्रेलिया भने, कहाँ पढेको, यस्तो यस्तो सबै सोध्नुभयो। अनि मैले भने कि अनि म के भनेको थिएँ कि अब यसरी कम्पनीहरू यस्तो यस्तो खोल्छ यताउता भनिरहेको थिएँ कि। अनि झ्याप्प ला त्यही बेला भन्नुभयो, सोधिदिनु भयो कि त कम्पनी त दाइसँग के गर्छस् त भन्नुभयो। फर्स्टमा त जोइन मात्र गर्छु किनभने त्यो मेरो सिब्लिङ्स हो, मलाई अरूको जस्तै त्यसरी गाह्रो केही पनि हुँदैन, उहाँहरूले मलाई सिकाउनुहुन्छ भन्दै थियो। अनि त क्रस क्वेसन त जोइन मात्र गरेर हुन्छ तैँले भनेर यति धेरै गर्नुभयो कि। अनि म हाँस्दै भने 2 पोइन्ट मात्रै भनेको मैले, एक्ज्याक्ट भन्नुपर्दा 2 पोइन्ट्स भने अरू केही पनि भनेन। अनि त्यसपछि यस्तै केही भन्नुभयो। अनि लास्टमा चाहिँ मलाई के पो भन्नुभएको थियो भने चाहिँ युएस गएको छिस् कि नै भन्नुभयो। अनि नाइ गएको छ नि, मेरो फर्स्ट टाइम हो सर भनेर भने। अनि त्यही पनि स्टुडेन्टको लागि भनेर भने। अनि झ्याप्प है त्यो म बिरामी भएको भएर हो कि किन हो, मैले त पासपोर्ट राख्नु भयो होइन। ग्रिन स्लिप 6 या 7 थियो, येल्लो स्लिप 50भन्दा बढी थियो होला अगाडि। फर्स्टको यो साइडमा ग्रिन स्लिप थियो, अनि येल्लो स्लिप थियो। अनि त्यसपछि पछाडि चाहिँ ग्रिन स्लिप थियो। ग्रिन स्लिप यत्रो थियो भने येल्लो स्लिप यति धेरै थियो कि हात येल्लो स्लिपमा लाउँछ कि भन्ने लागेको थियो। तर डाइरेक्ट अगाडि येल्लो स्लिप पछाडि ग्रिन स्लिप, तर हात सिधै पछाडि ग्रिन स्लिप लिएर यस्तो देखाउनु भयो क्या। मलाई म सानो देखिरहेको थिएँ क्या सायद। अनि त्यसरी देखाउनु भयो है। ला म त सक भयो, अब के गर्ने भन्ने भयो कि लागेको हो कि नलागेको हो त्यो भन्ने भयो। यति दिमाग पनि लगाएन छु म त्यत्रो इन्टरभ्यू दिने मान्छे। पासपोर्ट राखिदिइसक्नु भयो, पासपोर्ट यति दिनमा कलेक्ट गर है भन्नुभयो। अनि मलाई ग्रिन स्लिप दिनुभयो कि ल बधाई छ, राम्रोसँग पढे युएसमा गएर पछि आएर दादासँग नै यसरी काम गर भन्नुभयो। कस्तो राम्रोसँग रेस्पोन्स दिनुभयो क्या लास्टमा। म त त्यो ग्रिन स्लिप ताने होइन, यति धेरै एक्साइटेड भयो कि ला हो र भन्ने भयो कि ग्रिन स्लिप ताने। म त पासपोर्ट हेरिरहेको कि त्यो पासपोर्ट। अनि त्यसपछि जसँग मैले ला मेरो त पासपोर्ट त जाने हो त अब भन्ने भयो। अनि केही नै भएन, थ्याङ्क यू भने यताउता। अनि म आएँ र मैले त्यो सेभिज फी हाल्दा चाहिँ 2जना बोइजहरू भेटेको थिएँ कि। अनि तिनीहरूको पनि ठ्याक्क मेरो पछाडि
मेरो पछाडि 2जना आउनुहुन्थ्यो, त्यसपछि तिनीहरू दुइटाको पालो थियो कि। अनि एकजनाको चाहिँ मैले रिजेक्ट भएको ठ्याक्क म फर्केर आउँदा चाहिँ देखेँ। अनि एकजनाको चाहिँ मलाई थाहा भएन खै के पो भयो। म त्यसपछि डाइरेक्ट आएँ अनि म सिधै फर्स्टमा कल गरेँ, ल मेरो भिसा लाग्यो है भने। अनि ला हो र 1:30 बजे भनेपछि यस्तो 1:21 त भएको छ भन्नु चाहिँ मेरो 1:21मा निस्केर कल गरेको थिएँ कि, मलाई त्यो पनि याद छ। अनि भएको थियो यस्तो यस्तो भनेर भने 2 to 3 मिनट्सको बिचमा भएको होला, मेबी 2 मिनट्स मेरो इन्टरभ्यू चाहिँ। अनि त्यही नै हो मेरो हुँदैन भनेर गरेको काम चाहिँ भइदियो, त्यही नै खुसी लाग्यो मलाई। त्यही नै हो। अरू केही अरू सोध्नु छ यस्तो क्वेसन्सहरू के कहाँबाट कसरी गर्नुभयो के छ भने चाहिँ मलाई कमेन्ट्समा भन्नु होला, म भनिदिन्छु है त। बाई। दिस इज माई ग्रिन स्लिप। मैले October 9मा पाएको ग्रिन स्लिप हो यो चाहिँ है। म जति एक्साइटेड पो भएको थियो होला अरे त्यो बेला पनि।